अत्यधिक क्यालोरीको सेवनले शरीरमा अनावश्यक बोसो जम्मा गर्छ, जसलाई हामी मोटोपना अथवा ओबेसिटी भन्छौँ। मोटोपना भनेको केवल एउटा शारीरिक अवस्था मात्र होइन, यो त गम्भीर रोगहरूको सुरुवात बिन्दु हो। जब तौल बढ्छ, यसले हाई ब्लड प्रेसर, डायबिटिज र मुटु सम्बन्धी अनेकौं जटिलताहरू निम्त्याउँछ। क्यालोरीलाई शरीरको इन्धन मान्ने हो भने जसरी गाडीमा आवश्यकता भन्दा बढी इन्धन राख्दा ओभरफ्लो हुन्छ, हाम्रो शरीरमा पनि बढी क्यालोरीले स्वास्थ्यलाई बिगार्छ। न त यो धेरै हुनुपर्छ, न त कम। सन्तुलन नै स्वास्थ्यको मूल मन्त्र हो। सही स्रोतबाट आएको क्यालोरीले तपाईलाई केवल ऊर्जा मात्र दिँदैन, यसले तन्दुरुस्ती र दीर्घायु पनि प्रदान गर्छ। त्यसैले आफ्नो मुटुलाई माया गर्नुहोस् र सन्तुलित क्यालोरी मात्र रोज्नुहोस्। हामीले तौल घटाउन वा स्वस्थ रहन ठुलै युद्ध लड्नुपर्छ भन्ने छैन। हाम्रा साना साना परिवर्तनले नै धेरै फरक पार्न सक्छन्। उदाहरणका लागि, पिज्जाको दोस्रो स्लाइस खानुको सट्टा एउटा ताजा फलफुल रोज्नुहोस्। चिप्सको प्याकेट खोल्नुभन्दा तेल नहालेको पपकर्न खानु एउटा स्मार्ट विकल्प हो। हाम्रो प्राथमिकता फलफुल र तरकारीमा हुनुपर्छ, किनकि यसमा प्रशस्त भिटामिन, मिनरल्स र फाइबर हुन्छ। यसले तपाईलाई लामो समयसम्म अघाएको महसुस गराउँछ। केवल भोकै बस्नु वा घण्टौं जिममा पसिना बगाउनु मात्र समाधान होइन। हामीले के खान्छौं, कति खान्छौं र कसरी खान्छौं भन्ने कुरामा ध्यान दिनु नै स्वस्थ जीवनको वास्तविक आधार हो। सही आहार र नियमित व्यायामको सन्तुलन मिलाउनुहोस्, स्वस्थ रहनुहोस्।